हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म धेरै दिनपछि भिडियो बनाइरहेको छु किनभने आज हाम्रो स्पेसल डे पनि थियो नि त। के भन्दाखेरि भाउजूको बर्थडे थियो, त्यही भएर भाउजूको बर्थडे मनाउन चाहिँ भन्ज्याङ रिसोर्ट जुन चाहिँ चपेटीमा रहेको छ त्यहाँ मनाउने भनेर हामी आज जाँदैछौँ। दिउँसोको 1 बजे घाम पनि यस्तो टल्टो छ है, गर्मी यस्तो खतरा। यस्तो गर्मीको बेला त जानै पर्यो फ्रेस हुनलाई भए पनि। त्यहाँ चाहिँ फेरि एकदमै चिसो क्या, यहाँ हाम्रोतिर भन्दा एकदम चिसो पनि छ क्या। त्यही भएर हामी यसो न्यु मुड फ्रेस गर्न त जानै पर्यो। त्यही गफ जाँदै हामी शुक्रबारे चोक आइपुग्यौँ। शुक्रबारे चोकदेखि हामी मुल्यौँ, ट्रल्यौँ, दमक जाने हुँदै बाटो जाँदैछौँ। जाँदै हामी चाहिँ रतुवाको पुल आइपुग्यौँ, जुन चाहिँ बुक्का कटेर आइँदो रहेछ कि। म पनि त्यस्तो मजाले बाटो चाहिँ हिँडेको छैन, त्यही भएर हामी बुक्का हुँदै यता आइरहेछौँ। यो चाहिँ रतुवाको पुल, यस्तो दामी सिन देखिरहेछ। जस्तो घाममा झन् एकदम क्लियर देखिँदो रहेछ कि यस्तो सिनहरू चाहिँ। अनि त्यस्तो सिन हेर्दै हामी फेरि माथितिर लाग्यौँ। त्यो जुन तल चाहिँ दमक जाने बाटो पर्छ, माथि गयो भने चाहिँ हामी भन्ज्याङ रिसोर्ट पुगिन्छ। अनि त्यही हुँदै हामी जाँदैछौँ भन्ज्याङ रिसोर्टको बाटो हुँदै हामी जाँदैछौँ। अनि आज चाहिँ फेरि एकदमै शीतल पनि छ कि सिटीमा। यो चाहिँ जुन अशोक दर्जी भाइरल भएको ठाउँ है। अनि हामी जाँदा हामी आइपुग्न लाग्यौँ। गफ गर्दै आउँदाखेरि हामी आइपुग्न लाग्दाखेरि हामी चाहिँ यो जुन 0 पोइन्ट भन्ने पनि ठाउँ रहेछ क्या। यहाँनिर चाहिँ जुन सिमसार जस्तै सेकुवाहरू खाने, तुम्बाहरू पनि स्पेसल पाउँदो रहेछ कि। मलाई चाहिँ थाहा थिएन नि त, म त्यस्तो धेरै यतातिर आएको पनि छैन। तर जे भए पनि एकदमै राम्रो रहेछ है। टक्क बसेर खाने, गर्मीमा त जान बब्बाल हुने रहेछ। अनि हामी 0 पोइन्ट आइसक्यौँ। तपाईँहरूले यो 0 पोइन्टको ट्रन हामी लिँदैछौँ है। 0 पोइन्ट पनि एकदम रमाइलो रहेछ, सिमसार टाइपको। तर त्यस्तो ठुलो त छैन, तर पनि एकदम रमाइलो रहेछ। टक्क बसेर खाने रमाइलो ठाउँ रहेछ, सबैजना आउनु पनि हुँदो रहेछ। त्यति हुँदै हामी 0 पोइन्ट कटेर जाँदैछौँ। 0 पोइन्ट कटेर हामी भन्ज्याङ पनि आइपुग्न लाग्यो। यो चाहिँ भन्नुहुन्छ भने यो चाहिँ रह्यो एक्ज्याक्ट भन्ज्याङ छिर्ने बाटो। अनि हामी चाहिँ ओर्लेर पनि भाउजूहरू सिटीबाट पनि ओर्लिसक्यौँ। अनि त्यसपछि देख्नुहुनेछ टक्क भन्ज्याङ, त्यसको अपोजिट चाहिँ पुलहरू पनि छ। अनि भन्ज्याङतिर हामी लाग्यो, देख्नु सक्नुहुन्छ भन्ज्याङ भाउजू दिदीहरूलाई बनाउँदै हामी भन्ज्याङ साइडतिर लाग्यौँ। दामी बनाइसक्नु भएको रहेछ कि। म चाहिँ धेरै वर्ष पनि आएको नि त, 1 वर्षपछि नै आएको नि त। त्यस अङ्कलले चाहिँ एकदम मजाले बनाइसक्नु भएको रहेछ। अनि भाउजूहरू एकदम आएको एक्साइटेड पनि हुनुहुन्छ। त्यसपछि हेला गर्दै जिस्किँदै आइयो भन्ज्याङ। अनि यस्तो छ। अनि खोला पनि रहेछ सानो त कटेर त्यहाँ जानुपर्ने रहेछ है। अनि म चाहिँ धेरै 1 वर्षपछि आएको कि। अनि धेरै डेभलप गरिसक्नु भएको रहेछ क्या, चेन्ज गरिसक्नु भएको रहेछ। यतातिर चौथा यस्तो दामी बनाइसक्नु भएछ। पर हेर्नुहोस् त। अनि भाउजूहरूसँग हामी यता जाँदैछौँ, गफ हावा गर्थ्यो त्यही हामी जाँदैछौँ। दिदीहरू मची हिँडिरहेको छ। अनि देख्न सक्नुहुन्छ भन्ज्याङ रिसोर्टको ब्याक साइडमा। त्यति हुँदै हामी भन्ज्याङमा इन्ट्री भयौँ। अनि भन्ज्याङ इन्ट्री हुँदाखेरि देख्न सक्नुहुन्छ जस्तो दामी बब्बाल छ है। तपाईँहरू पनि आउनुहुन्छ भने वेलकम। अनि यति राम्रो ठाउँमा तपाईँहरू आएर इन्जोय त गर्नु नै पर्ने हुन्छ। त्यसपछि देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ रहेछ किचन रहेछ। हामी डाइरेक्ट हाम्रो बर्थडे ग्रुपतिर गयो। बर्थडे ग्रुपमा सबैजना आइसक्नु भएको रहेछ। अनि हामी चाहिँ लेटै भयो नि त, हामी सिटीमा आएको। अनि बर्थडे गर्लहरूको फोटो
कार्यक्रम भइरहेको रहेछ। सो हामीलाई नै वेट गरिरहेछौँ अनि हाम्रो बहिनी चाहिँ पतल 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 बोल्दै निस्किन जान्छ धेरै। अनि त्यसपछि बर्थडेको फोटो खिच्ने कार्यक्रम अझै पनि कन्टिन्यू छ अनि यहाँ बर्थडे सेलिब्रेट पनि गरियो। तपाईँलाई बर्थडे मनाउनु छ या साथीहरूसँग यसो रमाइलो इन्जोय गर्नु छ भने यहाँ तपाईँहरू आउन सक्नुहुन्छ। भन्ज्याङ रिसोर्ट यहाँ एकदमै सुन्दर शान्त एरिया छ, एकदम रमाइलो हुन्छ है। तपाईँहरू आउन सक्नुहुन्छ। यो तपाईँलाई लोकेसन मैले दिइसकेको छु, तपाईँहरू आउन सक्नुहुनेछ। तपाईँहरूलाई वेलकम छ। त्यसपछि हाम्रो वेलकम प्लस बर्थडे विस पनि भइसक्यो। हाम्रो आन्टीले बुक्की फुल सहित भाउजूलाई विस गरिसक्नुभयो। त्यस पछाडि खानेकुरा स्टार्ट भइसक्यो अनि फोटोसोटो भिडियो सिडियो पनि